तपाईको लागि यो सफलताको परिभाषा के हो जस्तो लाग्छ? सफलताको निश्चित परिभाषा त मैले अझै आफू सफल नभइसकेको र बनाइसकेको छैन। तर मलाई लाग्ने सफलताको सबभन्दा ठूलो परिभाषा भनेको निरन्तरको अभ्यास, परिश्रम, मेहनत र प्राप्ति। त्यस पछाडि जो नि प्राप्तिको कुरा हो। र सफलता सबैले हासिल गर्नुहुन्छ, जीवनमा ठूलो सफलता हासिल गरिन्छ हामी सबैले भन्ने चाहिँ छैन, कहिले पनि सोच्नु हुँदैन। एकदमै। त्यही भएर यी सबै कुरा मैले कतै सुनेको, सपना एकदमै ठूलो देख्नुस्, यति ठूलो देख्नुस्। त्यो सपना पछ्याउने क्रममा यदि तपाईँ त्यो ठूलो सपनामा यदि पुग्नु भएन भने पनि तपाईँ त्यहाँ नदेखेका साना सपनाहरू पुग्दा नै तपाईँ सफल भइसक्नुहुन्छ। त्यही भएर सबैले ठूलो सपना देखौँ, सफलताका लागि कामहरू गरौँ। गर्दै जाँदा सफलता असफलता त कतिपय कुराहरू जोडिएर आउने कुराहरू पनि हुन्, समयले देखाउला। र हामी सबैले पहिलो कुरा अथवा हामीले बुझ्नुपर्ने निरन्तरको अभ्यास चाहिँ छोड्नु हुँदैन र लगनशील भएर काम गरौँ। मलाई त्यससँगै स्वस्थ रहनुपर्छ, व्यस्त रहनुपर्छ र मस्त रहनुपर्छ भन्ने चाहिँ मेरो एउटा मोटो नै हो।